हेलो वेलकम टु माई ब्याक च्यानल अनिल ब्लग। मैले आज यसो बाहिरतिर निस्किने लागेको होइन गाइज, हल्का यसो घुमघाम गरौँ कि भनेर केटाहरूले बोलाएको छ नि, त्यसको लागि चाहिँ म जान लागेको गाइज। टक्क लाएर अब यसो घुमघाम गर्नु पऱ्यो यसो होइन, कतातिर हुन्छ यस साथी हामी सबजनाले यसो हेलो गरिदिनु हो हो घर होइन साथी, हामी जान लाग्यो टक्क ल म चाहिँ निस्केको। हाम्रो गेट हो यो चाहिँ, म चाहिँ टक्क अहिले निस्केको हो। आउन बिफाइ हो जानलाई चाहिँ उनीहरू आउनु, यो बाहिरै लाइन हुन्छ क्या यसरी जुत्ता खत्तै हो साह्रै आइजहरू। म चाहिँ बाहिरतिर निस्किन लागेको टक्क होइन। हाम्रो घुम्ने सरहरू यता छ नि, बाहिरतिर च्याक्टर लाएर होइन हल्का दिनु पऱ्यो नि क्या यस्तो होइन। यसो ए यो यस्तो छ होइन। होइन त्यो डाटा भए त लाइफमा बस्नु के भन्नु आउँदैछ उनीहरू कपडा लाएर घुमेर फेरि यति आउला नि त हामी चाहिँ होइन भएपछि 3 बजी 3-4 बजीको गाई जब होइन यस्तै हो घुमफेर गर्ने निस्क्यो होइन टक्क अब घुम्ने हो। फ्री हो कि फ्री घुम्ने अन्त कति भएन हल्का दिनु पऱ्यो नि घुम्नु पऱ्यो यसो भन्नु बनाएर लुङ्सले हँसाउँछ क्या लुङ्सले देखाइदिनुपर्छ क्या लुङ्सले हँसाउँछ क्या। अनि यस्तो हो क्या म भनेको यस्तै हल्का हार्ने स्टाइलमा पनि हिँड्नुपर्छ कहिले काहीँ। आफ्नो स्टाइल भनेको यो नेपाली आफ्नो ब्रोकेन हट स्टाइल हो नि त यार। हकमा हिँड्ने हो कि डोन्ट वरी नो प्रब्लम नो टेन्सन आई डोन्ट लाइक दिस। लुङ्गुसले पढाइदिन्छ क्या फेरि यहाँको अब रक स्टार हुन्छ पुरै होइन ऱ्यापर हो अनि हल्का दिन्छ क्या। अनि एउटा ऱ्याप हानिदियो नि त अनि रङ्स होइन सुनिन सक्नु छ एउटा रङ्स हाम्रो दर्शकहरूलाई चाहिँ एउटा होइन यस्तो पाराले दिनुहोस् न त एउटा ऱ्याप होइन अलि छाडा स्टाइलमा जान्छ होइन यस्तो दिउँ होइन गाइजहरूलाई होइन यस्तो छाडा दर्शकहरूलाई स्टाइलमा मात्रै छ क्या मेरो ऱ्याप भनेको। फेरि होइन मान्छेहरू हेरेको त्यो दुर्गेशले गा जस्तै आउँछ है आउँछ अब आयो फेरि खाडीको लौरे भरे हाँसेको होला यार। तर के छ रोमान्टिक रोमान्टिक भइरहेछ रोमान्टिक हाम्रो न्युजले चाहिँ एकदम रोमान्टिक हल्का दिइरहेछ हल्का दिइरहेछ होइन। अब हामी चाहिँ कहाँ भन्दाखेरि समुद्रतिर गएको छौँ। हामी समुद्रमा चाहिँ आज साथीभाइ समुद्र जाँदैछु क्या गाइस। गाडीको लाउरे हो हामी गाडीको लाउरे हो लुङ्सको बिन्दास लागिरहेको छ होइन। आज अलिकति थोप्रा नभए पनि साउथीको मेन हाइवे यो चाहिँ होइन मेन हाइवे यो टक्क तर त्यस्तो कति बिल्डिङहरू त छैन यहाँनिर होइन। भनेपछि टक्क सानो सानो छ सानो सानो घर ठिक छ
मात्रामा छन् त्यस्तो पनि छैन यति हो यस्तो छ है हेर्नु न पुरै घरहरू जस्तो होइन नेपालको जस्तै जस्तै तर सानो सानो छन् घरहरू त्यस्तो फेरि ठुलो एरियाको अब यहाँबाट 5-10 किलोमिटर पछि चाहिँ आउँछ समुद्र आउँछ यो चाहिँ भेली हो यो चाहिँ होइन अब यसको पछाडिपट्टि चाहिँ समुद्र छ होइन चाहिँ अब नजिक छ क्या हाम्रो रुमबाट नजिक छ मेन हाइवेबाट क्रस हुन्छ अब हामी यहाँ बाटोमा आइपुग्यो बिल्डिङ घरहरू छ यहाँ बाटो पुरै अनुराबाट तिमी हो कि समुद्र यस्तै हुन्छ छ धेरै छ साउदी आउँछ अरबी आउँछ यो अनेक थरी धेरै आउँछ यहाँ तर यहाँबाट होइन जति पनि देखेको छ नि जति पनि देख्छ सब समुद्र हो क्या पुरै जति पनि देखेको छ नि भिडियोहरू सब समुद्रको यहाँ अब त्यो मान्छेहरू कस्तो अलिक माछा पनि माछा नि यहाँ माछा यतातिर है नेपाली दाइहरू माछा पाइरहेको छ यहाँ बल्छी यत्रो बल्छी हुन्छ यो यसको फेरि ढ्याक भन्ने हुन्छ यसलाई के भन्छ दाइ सिसा हो यो सिसाको यो चाहिँ बल्छी यत्रो हुन्छ यो बल्छी चाहिँ बल्छीमा यो चारा हाल्ने यो हालेपछि यो भित्र यसो हालेपछि अनि तपाईँ यहाँबाट जुम गर्छ तपाईँहरू कतिखेर आउनुभयो बिहानदेखि आएको म चाहिँ यो युट्युबमा हाल्छु क्या म चाहिँ भ्लग बनाउँछु त्यही भएर अनि टक्क यहाँ मार्ने यस्तो हुन्छ यसरी सर यहाँ बल्छी हालेपछि टक्क लाएर सिकाएर यसरी मर्छ गाई यसरी हो खानी भनेको अर्ग्यानिक हो नि त यो भनेको अर्ग्यानिक माल भने यो हो नि अर्ग्यानिक माल यहाँबाट अघि भर्खर आएर मारेर एउटा दुईवटा तिनवटा चाडा मारिसकेको चाहिँ यहाँको अर्ग्यानिक माल भने यसलाई भन्छ क्या साथी हो होइन आजको भ्लग यति नै हो होइन अब स्टक मार्दैछ यस्तो टेस्ट हुन्छ कि के गर्नु यत्रो मारेको माल टेस्ट हुन्छ यति नै हो आजको भ्लग होइन पुरा भिडियो हेरिदिनु होला हेर सेयर पनि गरिदिनु